हेलो नमस्ते सबैजनालाई। आज चाहिँ यो अस्ति चाहिँ यो सफा गरेको पोखरी अहिले यस्तो भइसकेको छ। यो नेचुरल ढलानमाथि चाहिँ यो के अरे नेचुरल ढुङ्गा राखेर नेचुरल देखाउने छु। र यो माथि चाहिँ हामीले यो झरना नेचुरल झरना अनि यो तलको यो धमिलो पानी कालो पानी रिसाइकल गरेर माथि फिल्टरमा लगेर फिल्टरबाट तल झर्नेछन्। यो पानी एकदम राम्रो पिउने खाले जस्तो साङ्लो हुन्छ। अनि यो हजुरहरूले पनि यो बनाउनु पर्यो। यो अब उसको पानी चाहिँ भनौँ न पोखरीको पानी माथि लगेर रिसाइकल गरेर माथि बनाउनु पर्यो भने हामीलाई यसो सम्पर्क गर्दा हुन्छ। हामी यो अस्ति यो सफा गरेको फोहोर भएको पोखरीलाई हामीले सफा गरेर यस्तो बनाइसकेका छौँ। अब यो फाइनली भएको छैन अझै पनि। फाइनल भइसकेपछि अर्को भिडियोमा छ गाइजहरू।